मैले 10 चोटि चार्जर त्यही छ, चार्जरको सामान यही छ है, यसमै छ सबै तारहरू भनेर भनिरहेको थिएँ। कहाँ छ हेर्नु पर्नु? चार्जरको त्यो कुनै भेटेन। सानो छुट्टै झोला छ कि ब्यागभित्र राख्नु? सेतो झोला छ के, त्यो झोला चार्जरको भेटेन भने त मेन त्यही हो, त्यो पनि चार्ज गर्न मिल्दैन। मेन चिजै छैन, मैले त्यहीँ राखेको, त्यही साइडमा झोलै छैन यहाँ। मैले 10 चोटि चार्जर त्यही छ, चार्जरको सामान यही छ है, यसमै छ सबै तारहरू भनेर भनिरहेको थिएँ। माथि गएर हेर फेरि राख्ने बेलामा कहाँ राख्छु कहाँ राख्छु, माथि पनि छैन, माथि पनि पुरै खोलिसक्यो। झोलामा पर्यो होला राख्यो होला यार। होइन त्यो भएन भने त हुँदै हुँदैन त, सबै चार्जर वार्जर त्यो यही त छ नि ल, यो पनि सबै यसो भन्छ। उयो सब यसो राख्नुपर्छ, गाली गर्नुहुन्छ। मन त शान्त भयो नि। पिकनिक ठाउँ भएको राम्रो भयो। जय साईराम। ल त अब हामी काठमाडौँ बुटोलको लागि प्रस्थान गर्दैछौँ। बाटोमा जे जसो हुन्छ त्यसो जानकारी दिँदै गरौँ। भन्यो उता भन्यो, फेरि यसो गरी फेरि आउनु पऱ्यो फर्केर। के गरौँ घुमाम? गाउनु त्यहाँ रोक्न दिन्न फेरि, न त यहाँ साइडमा रोक्नु। अरे म यसो घुमाएर ल्याएर यहाँ रोक्छु, तिमी किनेर आउनु। या त यहीँ रोक्छु, यहीँबाट गइहाल्छ सजिलो। स्याउ कसरी हो? स्याउ 250 अनि सुन्तला 140 मिलाएर दिनुहुन्छ? ल हजुर 140 उता उताबाट छैन? यता छैन? सानो सानो छ, नहाल्नु सानो सानो। कस्तो कडा कडा, एउटा राम्रो छैन। सुन्तला कडा त राम्रो हुन्छ त। हेर्नु ल, पाउनु त कता हो तौल्न गएको? 2 किलो हो त्यो? बुवा यहाँ बिरयानी पाउँछु बुवा? त्यहाँ छैन भगवान, त्यहाँ ठुलोको पाउँछ के? यहाँ कस्तो मिठो हुन्छ यो बिरयानी के? यहाँ भगवानमा राखेको बिहान बिहान मात्रै पाउँछ फेरि, मिठो हुन्छ फेरि। आज त घाम पनि लाग्यो, कति दिनपछि घाम लाग्यो आज। अब हामी नेपालगञ्जबाट बुटोलतिर सुब्बादेव राई जाने भन्ने कुरा छ। बुटोलबाट मेरो साली छोराछोरी श्रीमान सबै आउँदैछन्। हामी गोरोसुङ्गेमा भेटेर त्यसपछि सुब्बादेव राई देउता दर्शन गरेर अनि बुटोल फर्किने भन्ने कुरा छ। त्यसले गर्दा हामी बाटोमा हिँड्दैछौँ। अहिले बस पार्कको बाटो हुँदै राप्ती हुँदै अघि निस्किने प्लानिङ छ। बाटोमा के कसो हुन्छ अपडेट गर्दै गर्दा कस्तो छ बुवा? मिठो लागेन? मिठो लागेन? बुवाले भुटेको मिठो मुली खाए जस्तो भएन, बदाम खाए जस्तो भयो। काजु बदाम खाए जस्तो भयो, काजु खाए जस्तो। मलाई त मिठो लाग्छ यस्तो। कता छ बाटो? के हो यहाँ पनि पुल बनाउनु लागेको छ? अब यहाँको पिकनिक स्पोट हो यो। आज अलिकति घाम लागे पनि कुहिरो लागेछ, कुहिरो लागेर भिडियो पनि क्लियर आएको छैन। यो अघि यहाँ पुल हो, अघि पुल हुँदै अब हामी ठ्याक्क अब यहाँ बजार पुग्छ। जान्छ
जस्तो लाग्यो मलाई गर्नु त्यो जाँदैन चल्दै त्यो अर्को नै गाडी आइयो जाऊ पछाडि देखिन्छ अलिकति हामी धेरै अगाडि आयौँ कि ऊ त्यो उसले देखेन कि त्यसले लाइट त पछि जलायो ठोकेला फेरि पछाडि हेरौँ अब यो पासमा अर्को गाडी आयो फेरि अर्को गाडी त आएको छैन बढ़िया 15-20 मिनट यहाँ खाइदियो 9 बजीबाट हिँडिन्छ झन् ढिलो हुन्छ चिया पकाएर खानु झन् कति बज्छ होला त्यहाँ सुबुधर नजाने भए केही छैन त्यहाँ डाइरेक्ट बुटोल जाने भए अनि पकाएर पकाएर खाएर अगैया बजार आयो कस्तो छ बाटो त एकदम बाटो अब हाइवे टच हुँदैछ नि अब ठ्याक्क निस्किने हाइवे टच अब हाइवे टच भयो अब यहाँ हेर कहाँ चिया पाइन्छ हाइवेको बाटो कस्तो छ हेर ल चिया खानु कहाँ चिया पाइन्छ चिया खाने चिया खानु चिया छ तयार हो बनाउनु न बनाउनु पर्छ अरे तयार छैन दुई कप बनाइदिनु न चिनी नहालेको 1 कप है तत्त चिया अरू खाना भएन ल एउटा के लिन्छौँ उता हाइवे छ हामीले एकछिन रुकेर यसो चिया खाएर जाउँ भनेर यहाँ नानीले चिया बनाउँदैछिन् अब चिया खाएर हामी यहाँबाट हिँड्छौँ चिया कस्तो छ मिठो छैन चिया मिठो छ अगैयामा अब हिँड्ने हो भने यहाँबाट मासु अन्डा नुन सकेसम्म नखाउँ तीर्थस्थानमा जाँदैछौँ लमै बजार आइपुग्यो लमै बजार पनि ठुलै व्यवस्थित छ रमाइलो छ लमै बजार 11 बजे हामी यहाँ भालुबाङ बजार बोर्ड देखाउँ भयो भने सजिलो छ भालुबाङ पनि आइपुग्यो ल भालुबाङ पुसको बटन थिएन अहिले पुसको बटन आयो यहाँबाट कति किलोमिटर छ यहाँबाट 10 किलोमिटर ठक्कै रहेछ यहाँबाट ल अब यहाँको पुरै नै मिठो हुन्छ यो यताबाट देखाउ यो जाने बाटो प्युठान जाने बाटो यो काठमाडौँ जाने बाटो अब हामी पुरौनी खान्छौँ यहाँ पुरौनी यहाँको मिठो लाग्छ मलाई पुरौनी खाएर त्यसपछि हामी कुन ठाउँमा यहाँ पुरौनी त्यही हो यहाँको मिठो हुन्छ पुरौनी कहाँ हो हामी कता हो यता हो कि उता सुरुमा त हामी उता खाए जस्तो लाग्थ्यो होइन पुरौनी त्यहाँ पाइने यहीँ हो मिठाई पसलमा पुरौनी यहाँ हो कि त्यहाँ हो सोनार होटल
यहाँ हो थोरै बजा छु खान सकेन भने म फेरि खाइदिउँला हेर खाएर हामी भालुबाङमा पुरनी खायौँ पुरनी खाएर अब अगाडि हिँड्दैछौँ हेर ऊ त्यो घुमेको हेर त्यहाँ ल अब यहाँबाट भालुबाङबाट हामी हिँड्दैछौँ बल्ल घुमिदियो काम गर्दैन भन्नुहुन्थ्यो अब हामी पुरानी खाएर भालुबाङबाट हिँड्यौँ उता बुटोलबाट साली र छन् हामी गोरुसिङ्गेमा भेटेर त्यसपछि त्यहाँबाट माथि सुब्बा देउराली जाने हो आइपुग्यो सपनाहरूलाई कति टाढ टाढो सपना बुटोलबाट आउँदैछन् यहाँबाट जाँदैछौँ कुन चौक हो यो यही चौक अर्घाखाँची चौक भन्छ क्या अरे गुरुसिङ्गे चोक अब यहाँबाट हामी सुब्बा देउराली तर्फ लाग्ने अहिले बहिनी ज्वाइँलाई बाटो पुर्दैछौँ हामी आउने बित्तिकै बहिनी ज्वाइँ पनि आउँदै हुनुहुन्छ बहिनी ज्वाइँलाई यहाँबाट जाने यही साइडमा रोक्नु त्यहाँबाट उता छैन ल सोध्नु त कहाँ आइपुग्यो डर लाग्छ घाँटीमा राख्ने रहेछ कि त्यो नखाने रहेछ निलेर यहाँ राख्ने रहेछ क्या बाबाले आफ्नो बच्चालाई बच्चालाई कसरी च्यापेर हेर्नु यो चाहिँ गुरुसिङ बजार हो यता चाहिँ अब सुब्बा देउराली जाने बाटो हो यो अब हामी चाहिँ सुब्बा देउराली जाँदैछौँ बहिनी ज्वाइँलाई कुरेर बसेछौँ बहिनी ज्वाइँहरू बुटोलबाट आउँदै हुनुहुन्छ बुटोलबाट बहिनी ज्वाइँलाई कुरिरहेको छौँ उनीहरू बुटोलबाट आउने हामी चाहिँ नेपालगञ्जबाट चाहिँ सुब्बा देउराली जानको लागि हामीहरू रुकेछौँ हामी यो बाटो चाहिँ अब सुब्बा देउराली जाँदैछ हामी चाहिँ यहाँ वेट गर्दैछौँ गाडी बहिनी ज्वाइँको लागि अब चाहिँ हामी बहिनी ज्वाइँ आएपछि अनि हामी सँगै सुब्बा देउरालीको लागि प्रस्थान हुन्छौँ